नमस्ते सबैजनालाई। म विनय कार्की, म युथ एडभोकेसी नेपालमा महासचिवको रूपमा आबद्ध छु। युथ एडभोकेसी नेपालले आफ्नो स्थापना कालदेखि नै सार्वजनिक शिक्षा बलियो बनाउनको लागि अभियान, खबरदारी र विभिन्न नीतिगत पैरवीका कार्यक्रमहरू अन्तर्क्रियाहरू गर्दै आइराखेको छ। अहिले संसदमा पनि यो विद्यालय शिक्षा विधेयक ल्याउने प्रक्रिया चलिरहेको छ। हामीलाई थाहा छ शिक्षकहरूको आन्दोलनले पनि अग्रगामी शिक्षा ऐनको माग गरेको थियो। त्यसैगरी यही प्रसङ्गमा विभिन्न घटनाक्रमहरू विकास भइरहेको छ र हामीले पनि एउटा सार्वजनिक शिक्षाको लागि खबरदारी अभियान सञ्चालन गरिराखेको छौँ। त्यही अभियानको अन्तर्गत त्यो अभियानका उद्देश्यहरू, त्यो अभियानको मागहरू को विषयमा र त्यो अभियानमा युवा साथीहरूलाई जोड्न आग्रह गर्नको लागि यो हामीले सामग्री तयार गरिराखेको छौँ। पहिलो यो हाम्रो अभियानको उद्देश्य चाहिँ यो संविधानले दिएको र यो अधिकारको रूपमा चाहिँ व्यापक मान्छेलाई, विशेष गरेर युवा युवतीदेखि लिएर सबै समूहलाई चाहिँ यो अधिकारको विषय हो भन्नको लागि पहिलो उद्देश्य चाहिँ हाम्रो सचेतना फैलाउने रहेको छ भने, दोस्रो उद्देश्य हाम्रो यो बन्दै गरेको विद्यालय शिक्षा विधेयकमा यो विद्यार्थी केन्द्रित सिकाइ र संरचनागत सुधारका मागहरू रहेका छन् भने, तेस्रोमा चाहिँ अलिकति हामीले यो नीतिगत खबरदारी र अभियानहरू हामीले सञ्चालन गर्नेछौँ, छलफलहरू सञ्चालन गर्नेछौँ। यसको मुख्य उद्देश्य चाहिँ अब बन्ने शिक्षा ऐन चाहिँ अग्रगामी शिक्षा ऐन हुनु पर्यो र अहिलेका शैक्षिक सबै समस्यालाई समाधान गर्न सक्ने शिक्षा ऐन हुनु पर्यो भन्नको लागि हामीले यो अभियान सञ्चालन गरेको छौँ। हाम्रा मुख्य मागहरू, हाम्रा 4वटा मागहरू छन्। सार्वजनिक शिक्षा अभियानको पहिलो माग चाहिँ विद्यालयको संरचनागत सुधार हो, शैक्षिक क्षेत्रको संरचनागत सुधार भन्न सकिन्छ यसलाई। दोस्रो हाम्रो माग चाहिँ सामुदायिक सहभागिता र सामुदायिक लगानी वृद्धि गर्ने छ। तेस्रो हाम्रो माग विद्यार्थी केन्द्रित सिकाइ मा जानुपर्छ भन्ने समावेशी शिक्षा र गुणस्तरीय शिक्षा रहेको छ। हाम्रो पहिलो माग चाहिँ विद्यालयको संरचनागत सुधार रहेको छ। यो विद्यालयको संरचनागत सुधार चाहिँ हामीले किन माग गरेको छौँ भने, हाम्रो संविधान अहिले लोकतान्त्रिक प्रणालीमा हामी देश चलिरहेको छौँ। संविधानले हामीलाई शिक्षा चाहिँ अधिकारको रूपमा प्रत्यायोजन गरेको छ र त्यहाँ प्रश्न के भनिएको छ भने, अबका विद्यालयहरूले विद्यार्थी र अभिभावकबाट प्रत्यक्ष शुल्क लिएर सञ्चालन गर्न सकिँदैन भन्ने प्रावधानको व्यवस्था गरिएको छ। र अहिले हामीसँग विद्यमान विद्यालय संरचना हेर्यो भने हामीसँग यस्ता विद्यालयहरू हुनुहुन्छ जसले शुल्क लिएर मात्रै सञ्चालन गर्न सक्नुहुन्छ। शुल्ककै आधारमा सञ्चालन भइराखेका विद्यालयहरू हुन्छ। यस्ता विद्यालय र संविधानको प्रावधान बाँचिएको कारणले त्यस्ता विद्यालयमा संरचनागत सुधारका आवश्यक रहेको देखिन्छ भने, अर्को संरचनागत सुधार चाहिँ अहिले भइरहेका सबै विद्यालयहरू बाल मैत्री, अपाङ्ग मैत्री, महिला मैत्री छैन र अझै पनि विभिन्न सामाजिक यो दलित समुदायलाई विद्यालयको पहुँचमा असहजता छ। यो सामाजिक कारणले पनि विभिन्न बाधा अवरोधहरू रहेकोले त्यस्ता बाधा अवरोध जुन मानसिक रूपमा छ र संरचनागत रूपमा छन्, त्यस्ता विद्यार्थीहरूलाई पनि विद्यालयमा भर्ना गर्न सक्ने गरेको वातावरण बनाउने खालका स्कुल बनाउनको लागि पनि अर्को संरचनागत सुधारका आवश्यक छ। अर्कोमा चाहिँ हाम्रो सामुदायिक लगानी र सामुदायिक सहभागिताको विषय छ। हामीले नेपालको विद्यालयको विकास कसरी भयो भनेर हेऱ्यौँ भने, सामुदायिक स्तरबाट विद्यालयमा लगानी भएको छ, सहभागिता भएको छ र विद्यालयमा त्यस्ता विद्यालयका संरचना निर्माण चाहिँ समुदायको सक्रिय सहभागितामा भएको छ। तर अहिले आउँदाखेरि हामीले हेर्दाखेरि यो विद्यालयमा समुदायको अपनत्व एकदमै कम हुँदै गइराखेको देखिन्छ। लगानीका हिसाबले पनि, सहभागिताको हिसाबले पनि विद्यालयप्रति समुदाय त्यति जिम्मेवार भएको देखिँदैन। एउटा पाटो यो छ भने,
अर्को बाटोमा यो शिक्षा नै कसको लागि त भन्दाखेरि शिक्षा त समुदायको लागि पनि हो। सामुदायिक ज्ञान, सामुदायिक चेतना र समुदायमा रहेका विभिन्न खालका सिपहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गरिन आवश्यक छ, त्यसलाई विकास गर्न आवश्यक छ। त्यसको लागि पनि त्यहाँ भएका सामुदायिक ज्ञानहरूलाई पाठ्यक्रमका माध्यमबाट हुन सक्छ कि पठन सामग्रीका माध्यमबाट हुन सक्छ कि या पढाउने तरिका शिक्षकहरूको माध्यमबाट विद्यार्थीलाई त्यो समुदायसँग जोड्न आवश्यक छ। त्यस्तो शिक्षाले मात्रै विद्यार्थीको समुदायमा जग हुन्छ र त्यो शिक्षाले चाहिँ समुदायलाई विकास क्रममा जोड्न सहयोग गर्नेछ। अर्को यो सामुदायिक लगानीको विषय किन पेचिलो बनेर आएको छ भने अहिले हामी जो पनि सरकारवाला पक्ष देखिन्छ, सरकार नीति निर्माणकर्तादेखि लिएर शिक्षा मन्त्री धेरैले चाहिँ उहाँहरूले विभिन्न समयमा चाहिँ बजेट नभएको कारणले यो कार्यान्वयन गर्न सकिँदैन संविधानको भन्ने भावमा कुराहरू राख्ने गर्नु भएको छ। सार्वजनिक स्तरमा पनि उहाँहरूले आफ्ना कुराहरू त्यसरी राखिरहेको स्थितिमा छ र उहाँहरूलाई अभियानको मार्फत के मात्रै सन्देश दिन खोजेको हो भने सामुदायिक लगानीको बाटो, वैकल्पिक बाटो हामीले हेर्नुपर्छ। अहिलेको स्तरमा अहिले जुन राज्यले गरेको लगानीबाट मात्रै शिक्षा क्षेत्रमा पर्याप्त लगानी पुरा हुन सक्दैन। यसका लागि हामीले 3टा मोडललाई हामीले प्रस्ताव गरेको छौँ यो अभियानको मार्फत। पहिलो भनेको चाहिँ अहिले भइराखेका लगानीहरूमा सामुदायिक अनरसिपको कुरा, सामुदायिक निगरानीको कुरा, मूल्याङ्कनको कुरा जोडिनुपर्छ। अहिले राज्यले गरिराखेको लगानी आज पनि शिक्षा क्षेत्रमा 10 देखि 11% बजेट लगानी छ, जुन सबैभन्दा धेरै हो। तर अन्तर्राष्ट्रिय रूपमा हामीले प्रतिबद्धता गरे अनुसारको यो बजेट होइन, या हामीले नै हाम्रा राजनीतिक दलहरूले चुनावमा घोषणा गरे अनुसार, संविधानले भने अनुसारको सार्वजनिक शिक्षा बलियो बनाउन पुग्ने या शिक्षाको अधिकार सुनिश्चित गर्नको लागि पुग्ने रकम यो छैन। तर यो भइरहेको रकमको कार्यान्वयनको अवस्था के छ, यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि हामीले यो अभियान मार्फत समुदायलाई सचेत गराउने, खबरदारी गर्ने काम गर्नेछौँ। दोस्रोमा चाहिँ नेपालमा विभिन्न खालका सामुदायिक सङ्घ संस्थाहरू हुनुहुन्छ। हामीसँग धेरै सामुदायिक सङ्घ संस्थाहरू यस्ता हुनुहुन्छ जोसँग केही न केही आर्थिक स्रोतहरू छ, केही न केही उहाँहरूको विद्यालयलाई दिन सक्ने स्रोत साधन उहाँहरूसँग भरिपूर्ण रहेको स्थिति छ। यो अवस्थामा चाहिँ यस्ता सामुदायिक सङ्घ संस्थाहरूले पनि यो स्वयंसेवक रूपमा या अनिवार्य रूपमा यस्ता विद्यालयहरूलाई चाहिँ उनीहरूको कार्ययोजना, उनीहरूको आवश्यकता अनुसार चाहिँ सहयोग गर्न सक्ने नीतिगत बाटो हामीले खोल्नुपर्छ। अहिले पनि हामीसँग भएका सामुदायिक वन, सामुदायिक खानेपानी, सामुदायिक जलविद्युत योजनाहरूले थोरै थोरै कन्ट्रिब्युसन विद्यालयमा गर्ने र यो प्रावधानले चाहिँ हामीले सहकार्यलाई बढाउने र त्यसले जुन हामीले लगानी अभाव देखाइराखेको छौँ, जुन बजेट अभाव देखाइरहेको छौँ, त्यसलाई घटाउन, न्यूनीकरण गर्न भूमिका। तेस्रोमा हामीले शिक्षालाई के भन्ने गरेका छौँ भने शिक्षाले चाहिँ बजारलाई आवश्यक खालको जनशक्ति, सिप सिकाउनु पर्छ, बजारमा बिक्ने र टिक्ने शिक्षा हुनुपर्छ भनेर हामीले भन्दै आएको छौँ। हाम्रो अपेक्षा पनि त्यो छ भनेपछि काहीँ न काहीँ बजारलाई पनि त्यो शैक्षिक जनशक्ति, उनीहरूलाई आवश्यक सिपमूलक जनशक्ति उत्पादन गर्दै बापत या उनीहरूले उपभोग गरे बापत चाहिँ यो जसरी सामुदायिक उत्तरदायित्व कोष छ, यो हरेक नाफामूलक संस्थाले तिर्नुपर्ने, त्यसरी नै शिक्षामा चाहिँ कमाईको, नाफाको निश्चित प्रतिशत चाहिँ तिर्ने व्यवस्था गरियो भने त्यसले पनि शिक्षामा बजेट अभावको कुरालाई पुरा गर्दै लिएर जान्छ र जुन ग्याप छ त्यो ग्यापलाई घटाउने कुरामा यसले भूमिका खेल्न सक्छ। यसरी एउटा चाहिँ भइरहेको बजेटको अनुगमन, मूल्याङ्कन, त्यसको कार्यान्वयनको बाटोमा हामीले समुदायलाई सचेत गराउने उद्देश्य राखेको छौँ। अर्को भनेको समुदायकै लगानीलाई बढाउने उद्देश्य राखेको छौँ र अर्को भनेको तेस्रोमा चाहिँ निजी क्षेत्रले पनि सामुदायिक विद्यालयहरू यदि सार्वजनिक विद्यालय भएकोले, सबैले पढ्नुपर्ने भएकोले यो चाहिँ हाम्रो सामुदायिक उत्तरदायित्व हो भनेर यसरी हामीले लगानी गर्ने वातावरण बनाइयो, नीति बनाइयो भने यसले सार्वजनिक शिक्षालाई बलियो बनाएर लिएर जान्छ भन्ने उद्देश्यले चाहिँ हामीले दोस्रो माग चाहिँ सामुदायिक लगानी र सहभागिताको विषय चाहिँ हाम्रो दोस्रो शैक्षिक सवाल हुन्छ। यो अभियान अन्तर्गत हामीले प्रवर्धन गर्ने
र तेस्रोमा चाहिँ हामीले विद्यार्थी केन्द्रित सिकाइ या भनौँ अझै लोकतान्त्रिकरण गर्ने विद्यालय संरचनाको भन्ने कुरा छ। यो विद्यार्थी केन्द्रित सिकाइमा चाहिँ अहिलेको हाम्रो सिकाइ प्रणाली शिक्षक केन्द्रित पाठ्यक्रम केन्द्रित भइरहेको अवस्था छ। यसले विद्यार्थीलाई सक्रिय सहभागिता गराउन सकेको छैन। अध्ययनमा देखि लिएर हरेक क्रियाकलापमा विद्यालयमा हुने गतिविधिमा पनि उहाँहरूको सक्रिय सहभागिता छैन। यो प्रणाली कस्तो देखिरहेको छ भने शिक्षा चाहिँ अहिले पनि यो राणाकालीन पञ्चायतकालीन अवस्थामा पो चलिरहेको छ कि भन्ने अवस्था देखिरहेको छ। विद्यार्थीलाई चाहिँ त्यो प्रणालीमा चाहिँ एकदमै निष्क्रिय बनाइएको छ र विद्यार्थीलाई रैतीको जस्तो व्यवहार गरिएको देखिन्छ। यो प्रणालीले यो प्रणालीमा सुधार गरेर विद्यार्थी केन्द्रित सिकाइ र विद्यार्थीको सहभागितालाई चाहिँ उनीहरूले दैनिक गतिविधिमा पनि सुनिश्चित गर्नुपर्छ। दोस्रोमा हामीले उनीहरूलाई विद्यालयको कार्ययोजना बनाउने, त्यसको कार्यान्वयन गर्ने र त्यसको अनुगमन मूल्याङ्कनमा पनि विद्यार्थीको सहभागिता गराउनुपर्छ। अहिले चाहिँ शिक्षकले सबै कुरा सिकाउने अनि विद्यार्थीले त्यसलाई हुबहु उतार्ने प्रणाली चाहिँ यो अहिलेको शिक्षा प्रणालीको सुधार नगरिकन चाहिँ यो विद्यार्थी केन्द्रित सिकाइ हुँदैन। अहिले पनि विद्यार्थीलाई चाहिँ यो प्रणालीले जति उनीहरूको आउटकम आउनुपर्ने हो त्यति आउन सकेको छैन र केही विद्यार्थीलाई सफल बनाउँदा धेरै विद्यार्थी असफल हुने यो प्रणाली छ। यो प्रणालीमा हामीले सुधार गर्न सक्दा मात्रै यो विद्यार्थी केन्द्रित लर्निङ आउटकम आउन सक्छ, गुणस्तरीय शिक्षा त्यहाँबाट हुन सक्छ भन्नेको लागि हामीले तेस्रो हामीले विद्यार्थी केन्द्रित सिकाइको लागि हामीले माग राखेको छौँ। यो शिक्षक र यो समावेशी शिक्षाको सवालमा हामीले मुद्दा उठाएको छौँ। अहिले पनि धेरै हामीसँग विद्यार्थी र शिक्षकको अनुपात मिलिराखेको स्थिति छैन। शिक्षकहरूलाई पनि काहीँ न काहीँ त्यही पञ्चायत र राणाकालीन अवस्थाका सिपाहीहरू जस्तो मात्रै मानिएको छ। उनीहरूलाई अराएको काम गर्ने, त्यो भन्दा बाहिर गएर सिकाउन सक्ने, आफूलाई एक्सप्लोर गर्न सक्ने स्थिति शिक्षकलाई पनि छैन र शिक्षक गुणस्तरीय भएन भने, शिक्षक चाहिँ सम्मानित मर्यादित भएन भने चाहिँ त्यो समाजले प्रगति गर्न सक्दैन, उन्नति गर्न सक्दैन र त्यो शिक्षा पनि आफैमा गुणस्तरीय शिक्षा हुँदैन। हामी नेपाली समाजमा चाहिँ शिक्षालाई गुरुको रूपमा मान्ने र सम्मान गर्ने एउटा जुन हाम्रो संस्कार संस्कृति हो त्यसमा पनि गिरावट आइरहेको स्थिति छ। आज सबै शिक्षाको समग्र दोष चाहिँ शिक्षकमाथि थुपारिने गरेको छ र त्यो दोष चाहिँ काहीँ न काहीँ शिक्षकको दोष भन्दा पनि यो प्रणालीको दोष छ। यो प्रणालीले सबैलाई सफल नबनाउने हुँदा त्यो असफल भएका विद्यार्थीले चाहिँ यो शिक्षकको कारणले गर्दा हो भन्ने खालको नतिजा चाहिँ निकाल्नु भएको छ। त्यसले पनि यो शिक्षालाई चाहिँ रूपान्तरण गर्न सकिँदैन। अर्को चाहिँ हाम्रो संविधानले समावेशी शिक्षाको कुरामा वकालत गरेको छ र हामी संविधानै समावेशी संविधान बनिएको स्थितिमा अब पछाडि परिएका पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरूलाई कसरी विद्यालयको पहुँचमा ल्याउन सकिन्छ, विद्यालयको संरचनालाई कसरी बाल मैत्री अपाङ्गता मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि हामीले सोच्नुपर्छ र कोही पनि पछाडि नरहने, कोही पनि विद्यालयबाट नछुट्ने अवधारणामा हामी जानुपर्छ। किन पनि हामी यहाँ जान आवश्यक छ भने संविधानले 8 कक्षासम्म चाहिँ अनिवार्य पढ्नुपर्ने भन्ने प्रावधान राखेको छ र यदि विद्यालयको पहुँच सुनिश्चित गर्न सकिएन भने काहीँ न काहीँ त्यस्ता बालबालिकाहरूले भोलि जीवनमा अरू अवसरबाट वञ्चित हुनुपर्ने स्थिति छ। त्यो नहोस् भन्नको लागि पनि हामीले राज्यले या हामीले अभियान मार्फत चाहिँ राज्यलाई खबरदारी गर्न, कसैलाई पनि पछाडि छुटाउनु हुँदैन भनेर भन्न र राज्य मात्रै होइन समुदाय पनि जिम्मेवार भएर चाहिँ यो पहुँचको कुरा, गुणस्तरको कुरामा अगाडि आउनुपर्छ भन्ने कुरा राख्नको लागि हामीले यो अभियान सञ्चालन गरेको छौँ। तमाम युवा साथीहरूलाई र यो शिक्षा क्षेत्रमा केही गर्न चाहनुहुने, सुधार चाहनुहुने सम्पूर्ण युवा साथीहरू र अरू जो कोही पनि हुनुहुन्छ उहाँहरूले यो अहिले एउटा अलिकति विशेष परिस्थिति पनि छ। हामीसँग विद्यालय शिक्षा ऐन बनिने प्रक्रिया भएकोले हामीले हाम्रा स्थानीय शिक्षा स्थानीय तहको जिम्मेवारीमा आएकोले त्यहाँ घचघचाउनु पर्ने आवश्यक छ। सङ्घीय संसदहरूलाई पनि घचघचाउन आवश्यक छ। सबै युवा साथीहरूलाई चाहिँ यो अभियानमा जोडिनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु।
चाहन्छौँ र सँगसँगै आफ्नो तरिकाबाट हामी सँगै जोडिनुपर्छ भन्ने जरुरत छैन। तपाईले आफ्नो तरिकाले पनि यो नीति निर्माणकर्ताहरूलाई चाहिँ यो विद्यार्थी केन्द्रित सिकाइ, संरचनागत सुधार, गुणस्तरीय शिक्षक ल्याउने कुरा र यो सामुदायिक लगानी र सामुदायिक सहभागिता सुनिश्चित गर्ने कुरामा चाहिँ तपाईहरुले पनि आवाज उठाइदिनुहुन्छ भन्ने अपेक्षा राखेको छौं। यति भन्दै सबै साथीहरुलाई जोडिनको लागि फेरि पनि अनुरोध गर्दै म बिदा हुन चाहन्छु। हस्, नमस्ते।